ल ल कहाँ जान लाग्यो रे हामी भन्दैछ त कहाँ जान लाग्यो हामी कहाँ जान लाग्यो फल्समा ए डु यु नो वेयर वी गोइङ युवान फल्स व्हिच फल्स इट्स नो कॉल मी फल्स एनीवे ल दाइहरू यो गाडीमा रेडी भइहाल्छ हामीहरू चाहिँ यहाँ चट्टो सियानामा रेडी छौँ सबजना रेडी हो यतातिर ल ओके लेट्स गो टु स्नो कॉल मी फल्स सबैजना रेडी ओके रेडी लेट्स गो बाय स्टार स्नो कॉल मी फल्स तिर पुग्दैछौँ स्नो कॉल मी फल्समा चाहिँ डाँडा काँडा देखेर सुरु गरेँ स्टार जाँदै आएँ जाम पनि छ भन्ने कुरामा सुन्नमा आयो सो वी विल सी अहिलेको लागि चाहिँ नाइस एन्ड क्वाइट नै छ बाटो सो वी आर अबाउट 10 मिनट्स अवे फ्रम स्नो कॉल मी फल्स सबैजना गाडीमा निस्किरहेको बिस्तारै उठ्दैछन् ल फाइनली पुग्न चाहिँ पुग्यो तर लास्ट बिजी छ यार आम्मामामामामा नि स्नो कॉल मी फल्स आजसम्म यत्रोचोटि आयो तर यस्तो बिजी चाहिँ कहिले देखाएन एभ्री सिङ्गल स्पट इज प्याक्ड पार्किङ पाउन पनि गाह्रो छ सो विल सी कस्तो हुन्छ आयौँ है स्नो कॉल मी फल्स हाम्रो टोलीहरू सबैजना है यहाँ अगाडि लिड गर्दै उसिन्छ अनि पछाडि सबैजना आइरहेको छ आम्मामा कति रमाइलो हो यहाँ नजिकै 1 घन्टाको बाटो हो नि खासमा भन्ने हो नि न ल यो ब्रिजबाट क्रस गर्ने अनि स्नो कॉल मी फल्स जाने यु रेडी यु वान रेडी आमा रेडी दाइ रेडी दिदी रेडी सबैजना रेडी अगाडि गइसक्यो उनीहरूलाई पठाइदिउँ न हामीले फोटो खिच्दै गर भनेर ल ल सलिस लज एन्ड स्पा हो यो चाहिँ है ऊ त्यहाँ छ दाइ रेस्टरुम ऊ त्यहाँ छ रेस्टरुम चाहिँ ऊ कहाँ छ ल भाइलाई छोडेकै छैन आज सानो मायाले सावा लिएर हिँड्न लाग्थ्यो नि समातेर कति रमाइलो 4-1 थियो दाइ अनि त्यसपछि गएर 4-2 भयो 5-2 भयो चाहिँ फोटो खिच्न नमान्ने ग्याङहरू यहाँ युवान लोइवान सानो बिहान दिशा फल्स चाहिँ यो भयो अब हामी फल्स चाहिँ हेऱ्यौँ के अरे बुवालाई कस्तो लाग्यो त एकदम राम्रो अग्लो दुई दिन बाँध्यो पर एउटा के भन्छ ज्वरो पनि निस्केको छ जराबाट पनि निस्केको ल भाइहरू कुर्दा कुर्दा हामीलाई यहीँ बसिरहेको थियो अब यहाँ सक्यो अनि ओ मम्मीहरू यहाँ बसिन्छ दिदी यहाँ बसिन्छ अब चाहिँ हामी लाग्छौँ अर्को ठाउँतिर हामी यहाँको फल्स भ्याएर जान लाग्यौँ लोवर फल्समा सबैजना व्यस्त बच्चाहरूलाई आइसक्रिम खुवाएर जाने हो है युट्युबमा आउँछ नि दाइ आउँछ अहिले युट्युबमा त हिजो गीत गाएको पनि आउँछ है आउँछ मस्किटोस मस्त गिटार्स मस्त गिटार्स ल जाऊँ त अब ल आइसक्रिम खाएर लागिन्छ माथि भिड भडाका छ स्नो कॉल मी फल्स आजकल के हो जहाँ घुम्न गए पनि यस्तै भिड भडाका देखिन्छ हो क्राउड अभोइड गर्ने भनेर आजकल सिटीहरू घुम्न नजाने हामीहरू अब त यस्तो पार्किङ
नेसनल पार्कहरू नेचर वन्डरहरूमा पनि भिड हुने क्या अब है खतम बात ल भन्दैछु त कहाँ छौँ हामी ल दिदी साथै खा आइसक्रिम खान आएको आइस म ल मामालाई दिन्छु मामालाई आइसक्रिम खाने भएपछि दियो है दियो केटाले दियो ल यता हेरेर भन्दैछु कहाँ आछौँ र ल अब हामी आइसक्रिम खान आएको यहाँ वेट गर्दैछौँ सबैजना कहिले आउँछन् र अनि आइसक्रिम किन्न जाने पग्लिन्छ भनेर नि हो है जस्ट भिजिटर सेन्टरभित्र आएको अब आइसक्रिम खोज्ने भनेर ए आइसक्रिम त कता कता मान्छेहरू सब गायब भए अब हामी चाहिँ यही खोज्दै हिँड्दैछौँ कुनकुरोलाई इट्स अ नाइस कुल प्लेस यस्तो वाला आइसक्रिम रहेछ यस्तो वाला आइसक्रिम त पक्कै खाने नि आइसक्रिम खाने ल दुईजनालाई आइसक्रिम खाने भनेर कस्तो छ यहाँ फाइनली आइसक्रिम खाँदै बसिन्छ ओहो हेर आइसक्रिम ल यो ल चाट त ल सबैजना यहाँ आइसक्रिम खाँदै बसिरहेको छौँ अब ल ए हाम्रो के खाइस्यो अङ्गा खाइस्यो ल यहाँ अब चाहिँ हामी सानो सबैजना रुकेर एरियामा पिकनिक गर्दैछौँ है सबैजना यसको पछि पछि चाहिँ म लागिरहेको छु हाम्रो छोरो यहाँ अब पानीमा छप गर्न लाग्छ यस्तो चिसो पानीमा नजाने रे हो बाबुहरू सबैजना यहाँ आइसिन्छ हो दिदी पनि आइन्छ यस्तो छ काम अनि उहाँबाट त्यो अब्स्टिकल गर्दै गर्दै आएको यो चाहिँ स्नोपल्मी रिभर हो है मजाले बगिरहेछ सङ्लो पानी क्लियर छ क्रिस्टल क्लियर पानी चिसो पानी फाइनली हामी चाहिँ यहाँबाट निस्कन लागेको अवस्थामा छौँ सबैजना गाडीमा प्याक भएर रेडी गाइज रेडी रेडी घर जाने अब ओके ल ल ओके ल ल सबैजना रेडी अब कहाँ जाने भयो त कहाँ जाने भयो ए ल ठिक छ ए ल ल ल त्यसो भने अब पछि आउँछ भनेर ए ल ल जाम त्यसो भने ल आजको लागि भिडियो समाप्त भयो दिदी बाई भन्दिनँ अब